म तपाईँहरूलाई चाहिँ एउटा हाम्रो फेलो एकजनाको सानो स्टोरीबाट सेयर गर्छु। हाम्रो नोबेलिसिसी प्रोग्राममै आएको रविलाल पाण्डे भन्ने भाइ हुनुहुन्छ। उहाँ चाहिँ 30 इयर्स बिलोकै हुनुहुन्छ र उहाँ चाहिँ केही वर्ष यहाँ पढ्नुभयो, 11-12 पढ्नुभयो अनि त्यस पछाडि चाहिँ यहीँ काम गर्नुभयो लगभग 1 वर्ष जति। अनि काम गर्नु पर्यो, यहाँ बसेर त कमाइ हुँदो रहेछ भनेर कामकै खोजीमा उहाँ चाहिँ मलेसिया जानुभयो र मलेसियामा गएर उहाँले चाहिँ रेस्टुरेन्टमा काम गर्नुभयो। अनि उहाँले भन्नुहुन्थ्यो हामीलाई रेस्टुरेन्टमा काम गर्दाखेरि चाहिँ त्यहाँ रेस्टुरेन्टमा काम गर्नुभयो र बिरयानी रेस्टुरेन्टमै काम गर्नुभएछ र बिरयानी चाहिँ त्यहाँ एकदम राम्रो चलिरहेको उहाँले पाउनुभयो। अनि उहाँलाई चाहिँ त्यो एउटा दिमागमा के क्लिक भएछ भने नेपालमा पनि त बिरयानी चल्न सक्छ। नेपालमा त्यति बेलासम्म एउटा स्ट्रक्चर्ड तरिकाले प्रपर तरिकाले बिरयानीको रेस्टुरेन्ट थिएन र उहाँले चाहिँ नेपालमा पनि यो कुरा यहाँ हुन्छ भने वाइ नट इन नेपाल भनेर सोच्नुभयो र अनि त्यति आइडियामा काम गर्न थाल्नुभयो र उहाँले चाहिँ धेरैवटा मोटिभेसनल भिडियोजहरू अरू बिजनेस सम्बन्धी रिसर्च त्यहाँबाट गर्न थाल्नुभएछ र नेपाल फर्किनुभयो। 8-9 लाख रुपियाँ लगानी गरेर चाहिँ एउटा आउटलेट किन्नुभयो उसमा बसन्तपुरमा। अनि त्यसलाई चाहिँ उहाँले सुरुमा हाँडीमा बिरयानी बनाउने भनेर हाँडी बिस्ट्रो एन्ड क्याफे भनेर जुन एक्जिस्टिङ नाम थियो त्यही नाममै उहाँले किन्नुभयो र त्यसमै काम गर्दै जानुभएको छ र अहिले चाहिँ उहाँसँग 4वटा आउटलेट छ कि र उहाँले चाहिँ त्यो बिरयानीमै अलिकति मार्केटमा कम्पिट गर्नलाई अलिकति गाह्रो भएर र उहाँहरूलाई डिफ्रेन्टली पोजिसनिङ गर्नुपर्ने भएकोले उहाँले चाहिँ अहिले भर्खर रिब्रान्डिङ गरेर बिरयानी बिस्ट्रो भनेर उहाँले चाहिँ नाम दिनुभएको छ र इट इज डुइङ अमेजिङ। र त्यसमा चाहिँ